NH33 नेशनल हाइवे 33 वा राष्ट्रिय राजमार्ग 33 अर्थात् निजगढदेखि काठमाडौँ उपत्यकाको खोकनासम्म जोड्ने करिब 72.5 किलोमिटर लामो राजमार्ग जसको निर्माण एसियन हाइवे स्तरको हुनेछ। मतलब 120 किलोमिटर प्रति घण्टासम्मको हाई स्पिड गुड्न सकिने 4 लेनको एक्सप्रेसवे जसले काठमाडौँ उपत्यकालाई सिधै पूर्व पश्चिम महेन्द्र राजमार्गको साथै देशको अरू 2 राजमार्गसँग पनि जोड्नेछ र यो बनिसकेपछि तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो बाटो यो हुनेछ जसले 6 घण्टाभन्दा लामो यात्रालाई घटाएर 1 देखि 1.5 घण्टासम्ममा झार्नेछ। अनि यसको बाटोमा पहाड छेडेर बनाइएको कयौं सुरुङहरू हुनेछन्। खोला र पहाडहरू जोड्ने ठूला पुलहरू हुनेछन्। 2 खर्ब 11 अर्ब रुपियाँको लागतमा बन्न लागेको यो मेगा प्रोजेक्टको नाम हो काठमाडौँ तराई मधेस द्रुतमार्ग अर्थात् काठमाडौँबाट सिधै तराई र मधेस जोड्ने द्रुत मार्ग अर्थात् फास्ट ट्र्याक। काठमाडौँबाट तराई जोड्ने सबैभन्दा छोटो र तीव्र गतिको सडक हो निजगढ काठमाडौँ फास्ट ट्र्याक। नेपाली सेनाले जिम्मा लिएर बनाइरहेको यो फास्ट ट्र्याक नेपालमा बनिरहेको र बन्ने सबैभन्दा आधुनिक र भव्य परियोजना हो जसले नेपालको सडक यात्रालाई नयाँ युगमा लग्नेछ। तर 1991 मा परिकल्पना गरिएको यो परियोजना किन 34 वर्षभन्दा बढी समय लागिरहेको छ? यो कस्तो बनिरहेको छ र बनिसकेपछि यसले नेपाललाई कसरी परिवर्तन गरिदिन सक्छ? र मूल कुरा बारम्बार म्याथ थपिरहँदा पनि यसको काम किन सकिएको छैन र यो कहिलेसम्म बन्ला? नमस्कार, म सरोज कार्की र प्रोजेक्ट कुराको आजको भिडियोमा म काठमाडौँ तराई फास्ट ट्र्याकको बारेमा कुरा गर्नेछु। र तपाईले चाहिँ प्रोजेक्ट कुरालाई अझै सब्स्क्राइब गर्नुभएको छैन तर हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु मन परिरहेको छ भने च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्नु होला। क्षमतावान र सक्षम व्यक्तिहरू राजनीतिमा आउनुपर्छ। देश व्यक्तिको सोचबाट होइन विधिबाट चल्नुपर्छ। यस्तै सोच राखेर पछिल्लो केही वर्षदेखि नेपालको राजनीतिमा थुप्रै युवाहरूको उदय भएको छ र परम्परागत राजनीतिक धारभन्दा फरक यसलाई वैकल्पिक राजनीति भनेर नाम दिएको छ। र यही वैकल्पिक राजनीतिको बिउ कसरी रोपियो भन्ने खोज्दै जाँदा विवेकशील नेपाली भन्ने समूह वा दलसम्म पुग्छ र त्यसमा देखिन्छ यो अनुहार, उज्जवल थापाको अनुहार। म आफै पनि उज्जवल दाइलाई विवेकशील नेपाली भन्दा अगाडिबाट चिनिरहँदा आफू कहिले पनि अगाडि नआउने तर अरूलाई अगाडि सारिरहने पात्रको रूपमा उहाँलाई देख्थेँ। उहाँ कहिले आफू नेता बन्ने कुरा गर्नुहुन्न थियो र भन्नुहुन्थ्यो विवेकशील नागरिक भए देश समृद्ध हुन्छ अनि आफू यसका लागि नेपाललाई चाहिने 21औं शताब्दी सापेक्ष नेतृत्व बनाउँदैछु भनेर भन्नुहुन्थ्यो। तर विडम्बना कोभिड महामारीको कारण हामीले उहाँलाई गुमाउनु पर्यो। तर उहाँले छोडेको विचार अनि उहाँले रोपेको वैकल्पिक राजनीतिको बिरुवा भने हामीसँग सधैँ रहनेछ। उहाँको विचारहरू whynepal.org मा गएर पढ्न सक्नुहुन्छ। अनि उहाँको बारेमा दिमाग घोच्ने मान्छे नामको एउटा डकुमेन्ट्री फिल्म बनेर नेपालभरका हलहरूमा रिलिज हुँदैछ वा तपाईले यो हेर्दै गर्दा रिलिज भइसकेको छ। म तपाईहरु सबैलाई हाम्रो देशले कस्तो गजबको मान्छे पाएको थियो र गुमायो भन्ने थाहा पाउन र उहाँको विचार बुझ्न यो दिमाग घोच्ने मान्छे हेर्न अनुरोध गर्छु। अब भने भिडियोमा अगाडि कुरा गरौँ। यो फास्ट ट्र्याक 4 लेनको एक्सप्रेसवे पुलहरू र सुरुङ मार्गहरू सहितको एसियन हाइवे स्ट्यान्डर्ड्स अनुसार डिजाइन गरिएको छ। 72.5 किलोमिटर लम्बाइको यो फास्ट ट्र्याकको सडकहरू तराई क्षेत्रमा 27 मिटर चौडा र पहाडमा 25 मिटर चौडाको छ र यसमा 89 वटा त पुल मात्र छ जसमध्ये 16 वटा पुल विशेष प्रकारको पुल हुनेछन्। जस्तो एउटा पुल त 83 मिटर भन्दा अग्लो खम्बामा बनेको हुनेछ र सबै पुलको गरी जम्मा पुलको मात्र लम्बाइ करिब 13 किलोमिटरको हुनेछ। यसको साथै यो परियोजनामा 7 वटा त सुरुङ मार्ग हुनेछन्। यसरी पुरा फास्ट ट्र्याकमा करिब 11 किलोमिटर त सुरुङबाट मात्र हामीले यात्रा गर्नुपर्छ अनि हरेक सुरुङ मार्गको उचाइ 5 मिटर र चौडाइ 11 मिटरको हुनेछ। टनेल पनि भित्र गएर पनि हेर्यौं र निकै ठुलो भव्य नै हामीले महसुस गर्यौं। मुख्य एक्सप्रेसवे बाहेक पनि कयौं मेन्टेनेन्स रोडहरू स्थानीयहरूको प्रयोगका लागि रोड र अन्डरपासहरू बन्ने छन्। बासिन्दाहरूको सुविधाको लागि चाहिँ दायाँ बायाँ हामीले चाहिँ सर्भिस रोडहरू बनाइरहेका छौँ। 10 किलोमिटर हाराहारी चाहिँ दायाँ र बायाँ सर्वसाधारणको लागि भनेर हामीले चाहिँ ड्रेन सहितको यो कालो पत्र समेत सम्पूर्ण गरेर हामीले चाहिँ प्याकेजमा नै छ। यो अब भेहिकल अन्डरपास, पेरिस्ट्रियन अन्डरपासहरू, बक्स कल्भरहरू सम्पूर्ण यी अवयवहरू चाहिँ यही प्याकेजभित्र हुनाले बनाएको छ। यो फास्ट ट्र्याकमा एकदमै तीव्र गतिमा गाडी गुड्ने र कतै रोक्न नमिल्ने भएकाले जनावरहरूको लागि क्रसिङ गर्ने पनि छुट्टै अन्डरपासहरू बनाइनेछ। अनि एसियन हाइवे स्ट्यान्डर्ड अनुसार डिजाइन गरिएकोले यसमा सुरक्षा र निर्माण गुणस्तरमा पनि ध्यान दिनुपर्नेछ जसले गर्दा सवारी र यात्रुको सुरक्षा त हुन्छ नै, सडक लगायतका संरचना पनि लामो समयसम्म टिक्ने हुनुपर्छ। अनि फास्ट ट्र्याक वा एक्सप्रेसवे भनेपछि यसमा 120 किलोमिटर प्रति घण्टाको गतिसम्म गाडीहरू कुदाउन सक्ने क्षमता हुनेछ र पूरा दूरी अर्थात् निजगढदेखि खोकनासम्म पुग्नको लागि 1 घण्टा 2 मिनेटको समय लाग्नेछ। जबकि अहिले पूर्व
पूर्व पश्चिम महेन्द्र राजमार्गबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो बाटो भनेको कान्ति लोकपथ हो र यसबाट काठमाडौँ आइपुग्नको लागि कम्तीमा पनि 4 घण्टाभन्दा बढीको समय लाग्छ। अझ डुवानीका ठुला ट्रकहरू, ठुला यात्रुवाहक बसहरू लगायत नारायणगढ मुगलिङ अर्थात् मदन आश्रित राजमार्ग हुँदै काठमाडौँ पस्छन्। यसलाई पार गर्न झन् बढी समय लाग्छ। त्यसैले दूरीमा छोटो र हाई स्पिड कुदाउन सकिने भएकाले काठमाडौँलाई तराई जोड्ने यो फास्ट ट्र्याक भन्दा सहज विकल्प अरू कुनै राजमार्ग हुने छैन। अब फेरि यो फास्ट ट्र्याक बनेपछि तपाईँ स्पिडमा मोटरसाइकल स्कुटर कुदाएर काठमाडौँ वा तराई पुग्ने सोचिरहनु भएको छ भने तपाईँलाई भनिदिउँ कि यो फास्ट ट्र्याकमा 2 व्हिलर भने कुदाउन पाइने छैन। अनि यो फास्ट ट्र्याकको खोकना, बुदुने र निजगढमा गरी 3 स्थानमा इन्ट्री पोइन्ट वा इन्टरचेन्ज राखिनेछ जसबाट अरू सडकसँग एक्सप्रेस वेलाई जोड्नेछ। मतलब फास्ट ट्र्याकमा 3 स्थानभन्दा अरूतिरबाट यसमा प्रवेश गर्न र निस्किन पाइँदैन। कि त खोकनाबाट प्रवेश गर्नु पर्यो, कि निजगढबाट, कि त बुदुनेबाट। र बुदुनेमा हुने इन्टरचेन्जबाट नै 2 राजमार्गहरू मदन भण्डारी राजमार्ग र कान्ति राजपथमा इन्ट्री र एक्जिट हुन सक्छ। र यी 3 इन्ट्री पोइन्टहरूमा नै सेमी अटोमेटिक सिस्टमको टोल प्लाजाहरू पनि राखिनेछ। सडक हिँड्ने सवारीहरूले यसको प्रकार अनुसार नै त्यहाँ टोल वा कर तिर्नुपर्ने हुन्छ र यही टोल ट्याक्स नै फास्ट ट्र्याकको मुख्य आम्दानीको बाटो हुनेछ। अब यसरी कति शुल्क लाग्छ भन्ने सोच्दै हुनुहुन्छ भने कार जस्तो हलुका सवारी साधनको लागि पुरा यात्रा गर्न 900 रुपियाँ लाग्ने प्रस्ताव गरिएको छ। अब यो बनिसकेपछि नै यसको शुल्क कति लाग्छ भनेर तय हुनेछ। अनि फास्ट ट्र्याकको बीचतिर पर्ने रानीसेरा खण्डको दुवै लेनहरूमा 2वटा रेस्ट एरियाहरू बनाइन्छ जहाँ खाना खाने, उपचार गर्ने, आराम गर्ने ठाउँहरू, गाडी बनाउने ग्यारेजहरूदेखि पेट्रोल पम्प र चार्जिङ स्टेसनहरू हुनेछन्। यसरी यो सबै निर्माण भइसकेपछि यो रोड नेपालको पहिलो एक्सप्रेसवे मात्र हुने छैन, नेपाली स्रोत साधन र क्षमताले बनेको एउटा मेगा प्रोजेक्ट हुनेछ। र यो फास्ट ट्र्याक किन पनि नेपालको लागि अर्को कोसे ढुङ्गा हुन्छ भने यसको एउटा वा 2टा मात्र फाइदा छैनन्। सबैभन्दा सुरुमा त यसले तराई र काठमाडौँलाई छोटो दूरीमा कनेक्ट गर्छ जसले गर्दा यात्रा गर्दा लाग्ने समय, लागत र इन्धन सबै नै घट्छ। पहिले 4 देखि 7 घण्टा लाग्ने ठाउँमा अब करिब 1 घण्टा मात्र लगाएर काठमाडौँमा गएर आफ्नो काम गराएर दिनभरिमै आफ्नो घर फर्कन सक्ने वातावरण बन्छ। अनि फास्ट्याग बनाउन सुरु गरिसकेपछि यो परियोजनासँग सम्बन्धित यस्तो खालको बोर्डहरू एकदमै चर्चित भएका थिए। यो बोर्ड अनुसार पनि त्यसबेला 10 अर्बभन्दा बढीको इन्धन बचत हुने भनिएको थियो। यसरी यो बाटोको कारण काठमाडौँ जाने र फर्कने गाडीहरूले पहिले जस्तो थोरै समयमा कुद्नुपर्छ, अझ स्तरीय सडकमा गुड्न पाउँछन्, जसले गर्दा गाडीहरूले कम इन्धन खान्छन् र बिग्रने पनि सम्भावना कम हुन्छ, जसले गर्दा सवारी साधन मर्मत बापत वार्षिक रूपमा 15 अर्ब रुपियाँ बचत हुन्छ भन्ने अनुमान गरिएको थियो। अझ यो सबै पुरानो डिपिआर अनुसारको बचत हो। नयाँ डिपिआर अनुसार दूरी घटेकाले यो बचत झन् बढ्नेछ। यसैगरी दूरी र समय गर्दा तराई वा अरू क्षेत्रमा फलेका उत्पादन र सामग्रीहरू काठमाडौँ पठाउन कम लागत पर्छ। सोच्नुहोस्, निजगढ लगायतको आसपासको क्षेत्रमा बिहानै टिपेको तरकारी र फलफुल केही घण्टामै काठमाडौँको बजारमा पुग्न सक्छ। तराईका उद्योगहरूको सामग्री सस्तोमा सहजताका साथ काठमाडौँ पुग्छ र काठमाडौँमा काम गरेर हरेक दिन निजगढ क्षेत्रमा फर्कन्छु भन्दा पनि भ्याइ नै गरेको दूरी हुनेछ। अनि स्तरीय उपचार, शिक्षा तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामै बस्नुपर्ने बाध्यता पनि यसले हटाउनेछ। अर्को भनेको यो फास्ट ट्र्याकले त्रिभुवन राजमार्ग, बीपी राजमार्गको चापलाई घटाएर अरू बाटोहरूलाई पनि सुरक्षित र सहज बनाउनेछ। अझ नेपालको बाटोको समस्या भनेको सामान्य झरी पर्दा पनि पहिरो गएर वा बारम्बार बाटो बिग्रिएर आवत जावत नै रोकिन्छ। यात्रा र सामानहरूको ढुवानीलाई अवरुद्ध बनाई देशलाई नै ठप्प बनाउँछ अनि आर्थिक चुनौती थप्छ। यस्तोमा एसियन हाइवे स्ट्यान्डर्डमा बनेको अनि अझ सुरक्षा लगायतका कुरामा पनि ध्यान दिएर बनाइएको यो आधुनिक सडकले गर्दा धेरै हदसम्म यस्तो समस्याहरूबाट राहत दिनेछ। यसरी यो फास्ट ट्र्याकले आर्थिक विकास ल्याउनेछ अनि देशलाई चलायमान बनाउनेछ। तर फेरि यो बनिसक्छ चाहिँ कहिले? यो अलिक कम्प्लिकेटेड छ। त्यसैले यो बुझ्नको लागि अहिलेसम्म किन बनेन भनेर बुझ्नुपर्छ र त्यसका लागि यसको परिकल्पनादेखिको कुराहरू थाहा पाउनुपर्छ। काठमाडौँ देशको राजधानी भए पनि तराईसँग यसको कनेक्सन एकदमै टाढाको थियो। काठमाडौँ पुग्न तराईबाट पहाडको घुमाउरो बाटो हुँदै कयौँ घण्टाको कष्टकर यात्रा गर्नु पर्थ्यो। अर्कोतिर वीरगञ्ज, रक्सौल नाका लगायतका नाकाहरूबाट भित्रिने सामानहरू काठमाडौँ पुग्नको लागि पनि त्यही लामो रुट हुँदै पुग्नुपर्ने बाध्यता थियो। त्यही भएर सकेसम्म छोटो बाटो बनाउनुपर्छ भन्ने सोच पञ्चायतको समयदेखि नै आएको थियो। तर यो सोचले लामो समय आकार लिन पाएन। पछि विक्रमसम्म 2046 सालमा पहिलो जनआन्दोलन भयो। त्यसपछि प्रजातन्त्र आयो, जसपछि राष्ट्रिय योजना आयोगले डेनमार्कको डेनिस डेभलपमेन्ट एजेन्सी डानिरा मार्फत 2049 सालमा तराईसँग काठमाडौँ जोड्ने छोटो बाटोको लागि फिजिबिलिटी स्टडी गरायो। यसपछि 2053 सालमा यो बनाउनको लागि आशय पत्र आह्वान भयो र त्यो आशय पत्र यो परियोजनालाई बुट मोडलमा बनाउने गरेको थियो। तर फेरि त्यो बेलामा यो आशय पत्रलाई आह्वान गर्ने काम मात्रै भयो, किनभने एकातिर त्यो बुट मोडललाई सहयोग गर्ने गरी कुनै कानुन थिएन, अर्कोतिर
त्यो बेलासम्म देशमा माओवादी द्वन्द्व सुरु भइसकेको थियो, जसले गर्दा देश विकास निर्माणभन्दा पनि युद्ध र राजनीतिक किचलमा फस्न थालेको थियो। त्यसैले त्यसपछिको 1 दशकसम्म यो परियोजनाको काम अगाडि नै बढ्न सकेन। अनि एकैपटक 62-63 दोस्रो जनआन्दोलन भयो, त्यसपछि देशमा गणतन्त्र आयो अनि नयाँ सरकार बन्यो। यसपछि फेरि यो परियोजनाको कुराकानी हुन थाल्यो अनि त्यही बीच निजगढमा इन्टरनेसनल एयरपोर्टको साथै एयरपोर्ट सिटी बनाउने भन्ने योजना अगाडि बढ्यो। त्यसैले अब तराईलाई काठमाडौँसँग जोड्ने वीरगञ्ज रक्सोल नाकाबाट सहजताका साथ सामान आयात वा निर्यात गर्ने मात्र नभई संसारकै दोस्रो ठुलो विमानस्थलका रूपमा बन्न लागेको निजगढ इन्टरनेसनल एयरपोर्टको लागि पनि यो फास्ट ट्र्याकको आवश्यकता एकदमै धेरै हुनेवाला थियो। त्यसैले 2064 सालमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको सरकारले फास्ट ट्र्याक बनाउने भन्दै एसियन डेभलपमेन्ट ब्याङ्कको सहयोगमा अर्को फिजिबिलिटी स्टडी गरायो र यो स्टडी अनुसार यो परियोजना सम्पन्न गर्न 95 अर्ब रुपियाँ लाग्ने र यसको EIRR 31% हुने भन्ने थियो। यो EIRR भनेको इकोनोमिक इन्टरनल रेट अफ रिटर्न हो, जसको मतलब यो बनाउनको लागि लागेको खर्चबाट सरकारले हरेक वर्ष 31% रिटर्न पाउँछ वा फाइदा हुन्छ भन्ने हो। यसलाई सामान्य रूपमा बुझ्नको लागि यो भन्न सकिन्छ कि यो फास्ट ट्र्याक बनाउनको लागि 100 रुपियाँ लगाउँदा 31 रुपियाँ फाइदा वा ब्याज आए जस्तै हो र यो कुनै पनि यस्तो निर्माण परियोजनामा EIRR 31% हुनु भनेको एकदमै राम्रो मानिन्छ। त्यसैपछि एडीबीको फिजिबिलिटी स्टडी रिपोर्टलाई अघि बढाउँदै यसैको आधारमा सरकारले नेपाली सेनालाई यसको पाइलट ट्र्याक खोल्ने जिम्मा दियो अनि नेपाली सेनाले पनि चालना खेलदेखि लिएर निजगढसम्मको पाइलट ट्र्याक खोल्ने काम 2068 सालसम्ममा सक्यो र यो क्रममा रेखाङ्कन गर्ने, पहाड र केही रुखहरू काट्ने वा सानो बाटो बनाउने जस्ता कामहरू भएको थियो। यो फास्ट ट्र्याकको लागि अर्को एउटा माइलस्टोन थियो, तर फेरि बाटो चौडा बनाउने, सुरुङ र पुलहरू बनाउने वा ठुला संरचनाहरू बनाउने जस्ता निर्माणको मेन काम भने बाँकी नै थियो र यो सबै काम गर्ने गरी सरकारले पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा बनाउने भनेर योजना बनाउन थाल्यो र डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर BOT मोडलमा बनाउने भनेर योजना सुरु गरे। उनको चाहना यसलाई नेपालीले नै बनाउनुपर्छ भन्ने थियो। मतलब यसलाई जिम्मा लिने निजी कम्पनीले सुरुमा आफूले फास्ट ट्र्याक बनाउने, त्यसपछि तोकिएको समयमा त्यसलाई सञ्चालन गरेर त्यसमा गुड्ने गाडीहरूबाट टोल शुल्क लगायतका नाफाहरू कमाउने अनि तोकिएको समयपछि सरकारलाई हस्तान्तरण गर्ने। तर फेरि सुरुदेखि नै नेपालभित्रकै स्रोत र कम्पनीबाट यो परियोजना बनाउने कि विदेशी कम्पनी भित्राउने भन्ने विवाद थियो। अझ यसको निर्माणको लागि एडीबी र वर्ल्ड ब्याङ्क जस्ता संस्थाहरूसँग कुरा गर्दा पनि उनीहरू अनुदानका लागि तयार नभएपछि यसलाई कसरी बनाउने भन्ने उपाय खोज्न सरकार लागेको थियो। प्रधानमन्त्री भएको बेलामा बाबुराम भट्टराई लगायतका केही नेताहरू यसलाई नेपाली स्रोतबाट नै बनाउन चाहन्थे, तर शेरबहादुर देवा भने सुरुदेखि नै फरक विचार राख्थे। उनले नेपाली स्रोत साधनले यति ठुलो संरचना बनाउन सम्भव नै नभएको भन्दै यसको जिम्मा विदेशी अझ खास गरी भारतीय कम्पनीलाई दिनुपर्ने भनेर भनिरहेका थिए र अचम्म तब हुन्छ जब यसलाई कसरी बनाउने भनेर छलफल भइरहेको समयमा सरकारले नमागिकन नै भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनेन्सियल सर्भिसेस ILNFS ले यो बनाउन इच्छुक भएको भन्दै प्रपोजल नै पठाउँछ र त्यसैमा आफूहरूले फास्ट्र्याक बनाउने भन्दै एउटा यस्तो शर्त राख्छ जसले नेपाललाई सधैँको लागि आर्थिक भार दिनेवाला थियो र त्यो थियो सरकारले गाडीहरूको न्यूनतम सङ्ख्याको ग्यारेन्टी गर्नुपर्ने, अर्थात् मिनिमम रिभेन्यू ग्यारेन्टी MRG। मतलब फास्ट्र्याक बनेपछि तोकिएको सङ्ख्यामा गाडी नहिँडे वा त्यसबाट टोल ट्याक्स नउठे सरकारले उक्त कम्पनीहरूलाई त्यस बापतको शुल्क दिनुपर्ने भन्ने कुरा र त्यो प्रस्तावना पाए पछाडि नै सरकारले अरू पनि प्रस्तावहरूको लागि आह्वान गर्छ, जसमा ILNFS को साथै अन्य 2 कम्पनीले पनि इच्छा देखाउँछन्। तर पछि भने यो परियोजना आर्थिक रूपमा उपयुक्त नहुने भन्दै ती 2 कम्पनीहरू पछाडि सर्छन् र ILNFS मात्र बाँकी रहन्छ, जसपछि यही कम्पनीले DPR पनि तयार गर्छ। तर अब आफू एक्लै भए पछाडि ILNFS ले फास्ट्र्याक बनाउनको लागि त्यसमा गुड्ने गाडीहरूको न्यूनतम सङ्ख्याको ग्यारेन्टी नभए क्षतिपूर्ति दिनुपर्ने लगायत आफ्नो पुरानो शर्तहरूको साथै अरू एकदमै कडा शर्तहरू पनि अगाडि सार्छ। जस्तो उसको DPR अनुसार फास्ट्र्याक बनाउन भ्याट र मर्मत खर्च बाहेक पनि करिब 1 खर्ब 12 अर्ब रुपियाँ लाग्ने हुन्छ र यसमध्ये 20% अर्थात् 2 अर्ब 60 करोड रुपियाँ कम्पनी आफूले लगानी गर्ने र बाँकी 80% रकम भने नेपाल सरकारले नै उसलाई सहुलियत रूपमा ऋण दिनुपर्ने भन्ने थियो। अझ यसमा नेपालले अनुदान रकम पनि दिनुपर्ने कुरा राखेको थियो। $15 करोड नेपाल सरकारले अनुदान दिनुपर्ने र उसको वार्षिक आम्दानी नै ग्यारेन्टी गर्नुपर्ने गरी शर्त थियो, जसअनुसार वार्षिक रूपमा $155 मिलियन अर्थात् करिब 15 अर्ब रुपियाँको आम्दानी ग्यारेन्टी सरकारले गर्नुपर्ने शर्त। कम्पनी खर्च गरेको ब्याज पनि नेपाल सरकारले तिर्नुपर्ने, निर्माणको पहिलो वर्ष नेपाल सरकारले 20 अर्ब दिनुपर्ने। यो सबै शर्त पूरा गरे नेपाल डेट ट्र्यापमा पर्ने जोखिम हुन्छ भन्दै विज्ञहरूले यसको विरोध गर्छन्। कम्पनीको यस्तो शर्तहरू नेपालको हितमा नभएको भनेर विवाद पनि सुरु हुन्छ, तर कम्पनीले भने यो मिनिमम रिभेन्यू ग्यारेन्टी नगर्दा फास्ट्र्याक बनाउन नसक्ने भनेर जवाफ दिन्छ। अनि फेरि विवाद बीच पनि नेपाली काङ्ग्रेसबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदा सरकारले यो शर्तहरू सहित ILNFS को प्रस्ताव अगाडि बढाउने निर्णय गर्छ। अब यो कसरी भयो भन्दा फेरि शेरबहादुर देवाको नाम नै विवादमा आउँछ।
देवा र विमलेन्द्र निधि लगायतले भारतीय कम्पनीलाई यो ठेक्का दिलाउन हरसम्भव सहयोग गरेको आरोप लाग्ने गर्छ। भारतीय कम्पनीका नेपाली परामर्शदाता देउबाकै साला नाता पर्ने भएको कुरा बाहिर आएपछि देउबा थप विवादमा परेका छन्। अनि फेरि ILNFS को नेपाली प्रतिनिधिका रूपमा सूर्यवीर कन्सोर्टियम कम्पनीले काम गरिरहेको हुन्छ, जसको सञ्चालक प्रमोद राणा हुन्छन्। तर फेरि विवाद बीच पनि भारतीय कम्पनीको प्रस्ताव सरकारले 2071 सालको चैत्र 2 गते स्वीकार गरेको थियो। तर यसको अर्को महिना अर्थात् 2072 सालको वैशाखमा नै नेपालमा महाभूकम्प जान्छ, जसले सबै कुरा अस्तव्यस्त बनाउँछ। अनि 2072 सालकै असोज महिनामा नेपालले नयाँ संविधान जारी गर्छ, जसमा असहमत हुँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँछ। त्यही बेला प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आउँछन् र उनले भारत विरोधी छवि बनाइरहेका हुन्छन्। भूकम्पको मारमा परिरहेको नेपाललाई नाकाबन्दी लगाएपछि नेपालमा भारत विरोधी भावना पनि बढिरहेको हुन्छ। यस्तो बेलामा नेपाललाई नोक्सान हुने गरी राष्ट्रिय गौरवको परियोजना नै भारतीय कम्पनीलाई दिइनु गलत हो भन्दै विवादहरू उठ्न थाल्छ। अनि 2072 सालको असोज महिनामा यस विरुद्धमा अदालतमा रिट पनि पर्छ, जसमा अन्तरिम फैसला गर्दै सर्वोच्च अदालतले यो ठेक्का प्रक्रिया अगाडि नबढाउन भनेर आदेश दिन्छ, जसले गर्दा सरकारले यसलाई अगाडि बढाउन पाउँदैन। र 2073 सालको पुस महिनामा सरकारले भारतीय कम्पनीसँगको ठेक्का प्रक्रिया आधिकारिक रूपमा नै खारेज गरिदिन्छ, जसपछि यो परियोजना नेपाल आफैले बनाउने भनेर घोषणा पनि हुन्छ। र त्यही वर्षको बजेटमा सरकारले आफै बनाउने भनेर 10 अर्ब रुपियाँको बजेट विनियोजन समेत गरिसकेको हुन्छ। र यही बीच 2073 सालको असार 16 गतेका दिन सर्वोच्च अदालतले भारतीय कम्पनीले बनाउने भन्ने अवस्था समाप्त भइसकेको भनेर नेपाल सरकार आफैले बनाउने गरी बाटो खुल्ला गरेको फैसला गरिदिन्छ। अर्कोतिर फास्ट ट्र्याक र निजगढ एयरपोर्ट बनाउन ढिलाइ गरेको भन्दै निजगढवासीले प्रदर्शन समेत गरेर दबाब दिन्छन्। फास्ट ट्र्याक 2064-65 सालमा सर्वे हुँदै गरेका आज 2073 साल भइसकेको अवस्था छ। पछि 2074 सालको वैशाख 21 गतेका दिन सरकारले नेपाली सेनालाई फास्ट ट्र्याक बनाउने जिम्मा दिने निर्णय गर्छ। काठमाडौँ तराई मधेस फास्ट ट्र्याक आयोजना नेपाली सेनाले बनाउने भएको छ। यसैपछि जेठ 14 गतेका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको शिलान्यास गर्छन् र 2074 साल श्रावण 27 गतेका दिन सरकारले आधिकारिक रूपमा नै यो परियोजना नेपाली सेनालाई हस्तान्तरण गर्छ। यसरी यसको 4 वर्ष अर्थात् 2078 सालको श्रावण 27 गतेभित्र सक्ने गरी यसको जिम्मा सेनाले पाउँछ र यो परियोजनाको DPR नयाँ बनाउनुको साटो भारतीय कम्पनी ILNFS सँग नै किन्नुपर्छ भन्ने सरकारको योजना हुन्छ र यसका लागि मन्त्री परिषदले निर्णय नै गर्छ। तर फेरि भारतीय कम्पनीले DPR को मूल्य नै 3 अर्ब रुपियाँ राख्छ। यसपछि नेपाली सेनाले एक त DPR को मूल्य बढी भएको र अर्कोतिर भारतीय कम्पनीले बनाएको DPR आफैमा अपुरो भएको भन्दै नयाँ DPR बनाउने योजना बनाउँछ। यसपछि DPR बाट आफ्नो लागत उठाउने योजना बनाएको भारतीय कम्पनी र नेपाली प्रतिनिधि संस्थाले आफ्नो सहभागिता र DPR निर्माण गर्न खर्च गरेको भन्दै नेपाल सरकारसँग 2 अर्ब 37 करोड रुपियाँको क्षतिपूर्ति माग्छ। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा अध्ययन समिति बनाएर यो क्षतिपूर्ति दाबी गर्न नमिल्ने भनेर खारेज गरिदिन्छ। उता नेपाली सेनाले भने नयाँ DPR बनाउनको लागि दक्षिण कोरियाली कम्पनीलाई जिम्मा दिन्छ। भारतीय कम्पनीले 3 अर्ब मागेकोमा दक्षिण कोरियाली कम्पनीले मात्र करिब 10 करोड रुपियाँमा यो DPR बनाउन तयार हुन्छ र उसले 2076 सालको भदौसम्ममा नै नयाँ DPR बनाएर दिन्छ पनि। अहिले काम भइरहेको यही DPR को आधारमा नै हो। तर फेरि तोकिएको समयभन्दा ढिलो गरी 2076 सालको भदौ महिनामा मात्र यो DPR स्वीकृत भयो। अनि यसमा एउटा समस्या के थियो भने नयाँ DPR अनुसार फास्ट ट्र्याक बनाउन भारतीय कम्पनीको DPR मा भएको भन्दा निकै बढी अर्थात् 1 खर्ब 75 अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको थियो। तर फेरि यो पनि अन्तिम लागत भन्ने थिएन। यसपछि पनि विभिन्न कारणहरू देखाउँदै यो परियोजनाको बजेट बढाइएको छ। जस्तो नयाँ बनेको DPR मा 2080 सालको श्रावण महिनामा र 81 सालको कार्तिक महिनामा गरी 2 पटक डिजाइन नै संशोधन भएको थियो, जसले गर्दा फास्ट ट्र्याकको दूरी पहिले भन्दा घट्यो। तर केही नयाँ सुरुङ मार्ग र पुल जस्ता संरचनाहरू पनि थपियो, जसले गर्दा यसको लागत भने बढेर 2 खर्ब 11 अर्ब रुपियाँ पुग्छ। अहिले फास्ट ट्र्याक बनाउँदा लाग्ने भनेको बजेट यही हो। अब यो कति धेरै रकम हुन्छ भने यो बजेट अनुसार 1 मिटर फास्ट ट्र्याकको सडक बनाउन करिब 30 लाख रुपियाँ लाग्नेछ। जबकि 2064 सालमा एसियाली विकास ब्याङ्कले अध्ययन गर्दा जम्मा 95 अर्ब रुपियाँको मात्र लागत अनुमान गरेको थियो। मतलब 64 सालदेखि 82 सालसम्म आइपुग्दासम्म लागत पुरै आकाशिएको छ। अझ निर्माणमा जति ढिलो हुन्छ अनि डिजाइन जति परिमार्जन हुन्छ बजेट त्यति नै बढ्ने देखिन्छ। अब अर्को समस्या भनेको चाहिँ समयको। नेपाली सेनालाई जिम्मा दिँदा सुरुमा 2078 सालको साउनमा सक्ने गरी जिम्मा दिएको थियो, तर कोभिड महामारी लगायतको कारण भन्दै 81 सालको मङ्सिरसम्ममा सम्पन्न गर्ने गरी समय थपियो। त्यसपछि फेरि कामको गति सुस्त भएको र सुरुङ मार्ग वा जटिल पुलहरूको निर्माण बाँकी नै रहेको भन्दै सरकारले 2083 सालको चैत्रसम्मको समय थपेको छ। तर फेरि यो मितिमा पनि फास्ट ट्र्याक बन्छ भन्नेमा शङ्का गर्न सकिन्छ। यो कुरा मैले होइन, स्वयं नेपाली सेनाले नै भनिरहेको छ, त्यो पनि 2 वर्ष अगाडिदेखि नै। यो किन भन्दा एकातिर फास्ट ट्र्याकको काम भइरहेको जस्तो देखिन्छ, अर्कोतिर विवाद र समस्याहरूले कामलाई रोकिरहेको छ। जस्तो 2082 सालको मङ्सिर महिनामा गरिएको पछिल्लो अपडेट अनुसार फास्ट ट्र्याकको काममा अहिलेसम्म 83 अर्ब रुपियाँ खर्च भएर
44% फिजिकल प्रोग्रेस भएको छ। अनि नेपाली सेनाले पुरा परियोजनालाई 11वटा क्लस्टरमा विभाजन गरी निर्माण सुरु गरेको थियो र त्यो क्लस्टरमा पनि 13वटा प्याकेजहरू बनाएको छ, जसमध्ये 12वटा प्याकेजमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरूले ठेक्का लिएर निर्माण काम गरिरहेका छन्। तर फास्ट ट्र्याकको इन्ट्री पोइन्ट वा जिरो पोइन्ट भएको खोकना क्षेत्रको एक प्याकेजमा भने लामो समयदेखि विवादको कारण कुनै प्रगति भएको छैन। फास्ट ट्र्याक प्रोजेक्टमा अझै करिब 394 रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ, जसमध्ये 371 रोपनी जग्गा त खोकना बुगमती खण्डको नै बाँकी छ। त्यसमा पनि करिब 165 रोपनीको मूल्य निर्धारण हुन नै बाँकी छ अनि करिब 206 रोपनीको मूल्य निर्धारण भएर पनि मुआब्जा वितरण हुन बाँकी छ। अब यो विवाद कति पुरानो हो भने नेपाली सेनाले त्यहाँ आफ्नो क्याम्प राख्दादेखि नै खोकना र बुगमती क्षेत्रका स्थानीयवासीहरूले विरोध गर्दै आएका छन्। मेरो जग्गामा चाहिँ क्याम्प राखेको छ, यो त चाहिँ अत्याचारै नै भयो नि। खास गरी त्यो क्षेत्रमा नेवारी समुदायको बसोबास छ र उनीहरू खोकना र बुगमती क्षेत्रलाई सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको क्षेत्रको रूपमा हेर्छन्। फास्ट ट्र्याकले त्यहाँ रहेको सिकाली मन्दिर, कोदेश, बुगमती क्षेत्रमा असर पार्ने तथा गुठीको जग्गा मासिने र निजी जग्गाको मुआब्जा पनि थोरै पाएको भन्दै स्थानीयले सुरुदेखि नै विरोध गरिरहेका छन्। पछि नेपाली सेनाले सिकाली मन्दिर र कोदेश क्षेत्र जोगाउने भन्दै यसको डिजाइनलाई केही परिमार्जन पनि गरेको थियो, तर स्थानीयले भने यतिले मात्र सांस्कृतिक सम्पदाहरू नजोगिने भन्दै फास्ट ट्र्याकको जिरो पोइन्ट नै खोकनाबाट डुकु छापमा सार्ने प्रस्ताव गरिरहेका छन्। र यो खोकनाको विवाद एउटा प्रमुख विवाद हो, जसले गर्दा फास्ट ट्र्याक कहिलेसम्म बनिसक्छ भन्ने यकिनको साथ भन्न सकिँदैन। जस्तै फास्ट ट्र्याक बन्न ढिलो हुने अरू कारणहरू पनि छन्, जस्तो फास्ट ट्र्याक प्रोजेक्टको लागि अहिलेसम्म 31,700 भन्दा बढी रुखहरू कटान भइसकेको छ र यसको बदलामा कानुन अनुसार 7,05,000 भन्दा बढी वृक्षारोपण पनि भएको सेनाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। यसरी रोपिएका रुखहरूलाई नेपाली सेनाले नै 5 वर्षसम्म हुर्काएर सम्बन्धित वनलाई जिम्मा दिनेछ। तर रुख काट्ने जस्ता कयौं कुरामा भइरहेको कानुनी झन्झटले गर्दा पनि फास्ट ट्र्याक बनाउने कुरामा ढिलाइ भइरहेको नेपाली सेनाले बताउँछ। तपाईको चाँडो रुख काट्नलाई 9 महिना लागिदियोस्। फास्ट ट्र्याक बनाउनु पर्थ्यो भने त फास्ट ट्र्याकमा नियम पनि दिनु पर्थ्यो। अनि फेरि अर्कोतिर यो बनाउने जिम्मा पाएको नेपाली सेनाको कारणले गर्दा पनि यसमा ढिलाइ भइरहेको छ। हेर्नुहोस्, नेपाली सेनाले केही काम गरिरहेको छ भन्दैमा त्यसमा प्रश्न नै उठाउनु हुँदैन भन्ने हुँदैन। हुन पनि यो परियोजना सञ्चालन गर्ने क्रममा कयौं पटक नेपाली सेना विवादमा आएको छ। जस्तो चिनिया कम्पनीलाई अपारदर्शी रूपमा ठेक्का दिएको आरोप नेपाली सेनालाई लाग्छ, यतिसम्म कि ठेक्का दिनको लागि इभ्यालुएसन क्राइटेरियाहरू नै लिक गरेको आरोप लाग्छ। अनि फेरि संसदको सार्वजनिक लेखा समितिले पनि फास्ट ट्र्याकको दोस्रो चरणको ठेक्कामा अनियमितता भएको भन्दै ठेक्का र खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो। महालेखा परीक्षकको कार्यालयले पनि नेपाली सेनाले अपनाएको केही ठेक्का प्रक्रिया उपयुक्त नभएको भनेर भनेको थियो। यस्तै कन्सल्टेसनको लागि कम्पनी छान्ने कुरामा पनि दक्षिण कोरियाको कम्पनी योसिन इन्जिनियरिङको हितलाई ध्यान दिएर ठेक्का प्रक्रिया खुलाएको भन्ने पनि आरोप नेपाली सेनालाई लाग्छ। अनि त्यो आफैमा पनि विवादित कम्पनी थियो, जसलाई नेपाली सेनाले ठेक्का दिएको वर्षमा नै वर्ल्ड ब्याङ्क ग्रुपले भानुवातुमा गलत तरिकाले काम गरेको आरोपमा ब्ल्याकलिस्ट गरेको थियो। यसरी यति महत्त्वपूर्ण राष्ट्र गौरवको आयोजनामा यस्ता समस्याहरूको साथै विभिन्न कारणहरूले गर्दाखेरि लागेको ठेक्का रद्द गर्ने, फेरि ठेक्का आह्वान गर्ने जस्ता कुरा गर्दा पनि यसको समय बढिरहेको छ र पुरा प्रक्रिया विवादित पनि भइरहेको छ। अर्कोतिर फास्ट ट्र्याकको एकदमै ठुलो लागत, मेन्टेनेन्स खर्च अनि लगातार बढिरहेको समयावधि, यो र यस्ता थुप्रै चुनौतीहरू र विवादहरूको कारण यो परियोजनाप्रति आशा हुँदाहुँदै पनि अर्कोतिर कतै यो नेपालको लागि सेतो हात्ती त साबित हुँदैन भन्ने पनि डर छ। तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्। र हामीले भर्खरै 3 लाख सब्सक्राइबरको माइलस्टोन पुरा गरेका छौँ। यसका लागि सबै सब्सक्राइबर तथा दर्शकहरूलाई धेरै धेरै धन्यवाद अनि बधाई। तर फेरि अर्कोतिर अझै हाम्रो भिडियो हेर्नुहुने 70%ले त च्यानललाई सब्सक्राइब नै गर्नुभएको छैन। अझ च्यानल सब्सक्राइब गर्ने महिलाहरूको सङ्ख्या त झन् कम छ। त्यसैले यदि तपाईँले अझै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर र छेउमा रहेको बेल आइकनलाई थिचेर प्रोजेक्ट कुरा परिवारमा जोडिनु होला। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। यो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद।